हेलो एभ्रिवान। सो गाइस, आज चाहिँ हामी पिकनिक जाँदैछौँ र हल्का हामी चाहिँ अब चाहिँ पिकनिकको तर्फ लाग्यो। अगाडि पनि हाम्रो साथीहरू गइरहेको छ। अब चाहिँ भनेदेखि हामी मजाले जाँदैछौँ है। फाइनली हामी चाहिँ पिकनिक स्पटमा पुग्यौँ र एकछिन बसेर चाहिँ अलिकति सामानहरू निकाल्दै यता चाहिँ तपाईँको पिङ पनि बनाइरहेको रहेछ हो। र यहाँ चाहिँ मजाले खोलाको किनारीमा बनाएको रहेछ हो। हामी पनि मजाले एकछिन बस्यौँ र गफहरू गऱ्यौँ। फ्यामिलीको लागि चाहिँ एकदमै राम्रो प्लेस रहेछ। एकछिन रेस्ट गरेपछि चाहिँ एकछिन गानाहरू गाएर इन्जोय गऱ्यौँ हो। गानाहरू गाएर इन्जोय गरेर चाहिँ त्यसपछि चाहिँ हामीले रिल्सहरू पनि बनायो हो। रिल्सहरू बनाएपछि चाहिँ हामीलाई निकै इन्जोय गऱ्यो। त्यसको बादमा चाहिँ पुरा थाकेकोले गर्दा जुस लिए सबैले। जुस लिएपछि चाहिँ अन्त खानाहरू रेडी गरेर खाना चाहिँ यो लागि घरबाट बनाएर ल्याएको थियो, किन हाम्रोमा टाइम थिएन, त्यसले गर्दा घरबाट बनाएर ल्याएको थियो। त्यही ड्राई पिकनिक गर्दै थियो हामीले। हामी धेरैजना नभएकोले गर्दा चाहिँ हामीले सामानहरू बोक्नु अप्ठ्यारो भएकोले गर्दा चाहिँ खाना घरबाट बनाएर ल्याएको थियो। अब हामी चाहिँ लन्च गर्दैछौँ। एकछिन तपाईँ इन्जोय गर्नुहोस्। र फाइनली हामी लन्च भइसकेपछि फेरि एकछिन इन्जोय गऱ्यौँ। So guys, thank you for watching.